जोजोला पापासपि मफुला नेपाल भाषा सेका दिशनी र आजको हाम्रो टपिक छ दाइलाई नेपाल भाषामा के भन्छ र त्यो रिलेटेड सेन्टेन्सहरू मैले लिएर आएको छु र हजुरको केही वर्ड मिनिङहरू ट्रान्सलेट गर्नु परेदेखि यो ग्रुपमा पोस्ट गर्न सक्नुहुन्छ र आज मैले एकदम इन्ट्रेस्टिङ सेन्टेन्सहरू लिएर आएको छु केटा मान्छेलाई केटी मान्छेलाई र दुवै यो अब लभर्सहरूको बिचमा हुने खालको कन्भर्सेसन सेन्टेन्सहरू पनि मैले लिएर आएको छु दाइचा दाइजाको ठ्याक्क मिनिङ चाहिँ नेपाल भाषामा सरी दाइको ठ्याक्क मिनिङ चाहिँ नेपाल भाषामा दाइचा हो दाइचा अर्थात् नेपालीमा दाइ यो नेपाल भाषामा चाहिँ चा जोड्ने चलन छ रामचा श्यामचा त्यस्तो दाइचा र दाइचा सन्चै हुनुहुन्छ भन्नु पर्यो भने हामीले दाइचा दाइ सन्चै हुनुहुन्छ भन्नु पर्यो भने दाइचा म फु ला दाइचा म फुला सन्चै हुनुहुन्छ अर्थात् म फुला दाइ चिया खानुभयो दाइचा च्या च्या टोने टोने तुन 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 ला दाइचा च्या टोने धुन ला दाइचा च्या टोने धुन ला र अर्को सेन्टेन्स जानुभन्दा अगाडि म हजुरलाई एउटा इम्पोर्टेन्ट कुरा भन्छु के छ भन्दाखेरि अहिले यो nepal-bhasha.blogspot.com छ त्यसमा चाहिँ नि हजुरको यो इमेल एड्रेस राख्न सक्नुहुन्छ इमेल एड्रेस राखेर सब्स्क्राइब गर्न सक्नुहुन्छ र जब जब मैले नयाँ भिडियोहरू यो ब्लगमा नयाँ कुराहरू पोस्ट गर्छु र हजुरले आफ्नो इमेलमा पाउन सक्नुहुन्छ जस्तो कि मैले यो भिडियो बाहेक अरू केही इन्ट्रेस्टिङ कुराहरू पनि यो ब्लगमा राखिरहेको हुन्छु र त्यो ब्लगहरू त्यो पोस्ट गरेको कुराहरू हजुरले डाइरेक्ट आफ्नो इमेलमा पाउन सक्नुहुन्छ यहाँ इमेल राखिसकेपछि हजुरको भेरिफिकेसन लिङ्क आउँछ हजुरको इमेलमा त्यो भेरिफाई गरिदिनु होला र त्यसपछि मैले यहाँ पोस्ट गर्ने बित्तिकै हजुरको इमेलमा त्यो नोटिफिकेसन आउँछ सेम युट्युबको त्यो नोटिफिकेसनमा बेल आइकन प्रेस गर्नु जस्तै हो र त्यस्तै अब नेक्स्ट सेन्टेन्स छ दाइ खाना खानुभयो दाइ चा जा चा ने धुन ला दाइचा जा ने धुन ला दाइ कता जान लाग्नु भएको दाइचा गन वने ट्यनौ दाइचा गन वने ट्यनौ दाइचा गन वने ट्यनौ दाइ मलाई कति माया गर्नुहुन्छ दाइचा जित गुली मतिना याना दाइचा जित गुली मतिना याना दाइ मलाई अलिकति पैसा दिनुस् दाइचा जित पचा ट्यबा हजी दाइचा जित भचा ट्यबा हजी जित मलाई अर्थात् जित अलिकति अर्थात् पचा पैसा अर्थात् ट्यबा दिनुस् हजी दाइ छिटो घर आउनुस् दाइचा याक्न छे वा दाइचा याक्न छे वा छिटो अर्थात् याक्न घर छे आउनुस् वा यो वाको मिनिङ चाहिँ नि अब आउ पनि भनेर भन्न सकिन्छ खास अब आउनुस् भन्नु पर्यो भने चाहिँ अलि मान राखेर चाहिँ नि वया दिशा भनेर भनिन्छ तर त्यो चाहिँ अब दाइलाई चाहिँ खासै भनिँदैन भाइलाई पनि वा भन्छ दाइलाई पनि वा भन्छ बुवालाई पनि वा नै भन्छ तिम्रो दाइ मेरो जेठान छङ्गु दाइचा जिगु सस
दाइचा छङ्गु दाइचा जिगु सस दाइचा र सस दाजु पनि भनेर भन्न सकिन्छ जेठान अर्थात् सस दाइचा र जेठानलाई चाहिँ प्राय सस दाइचा भन्दा पनि सस दाजु भनेर भन्ने गरिन्छ र त्यस्तै गरी तिम्रो अर्थात् छङ्गु त्यस्तै अर्को तिम्रो दाइ के गर्दैछ छङ्गु छङ्गु दाइचा छु याना चोन छङ्गु दाइचा छु याना चोन के गर्दै अर्थात् छु याना तिम्रो दाइ डरलाग्दो छ छङ्गु दाइचा ज्ञानापुसे चों छङ्गु दाइचा ज्ञानापुसे चों तिम्रो दाइ मेरो साथी हो छङ्गु दाइचा जिगु पासा ख साथी अर्थात् पासा हो अर्थात् ख नेक्स्ट बच्चा भएर दाइलाई हेप्ने मचा जुया दाइ चित दाइ चित हे पे याउला मचा जुया दाइ चित हेपे याउला बच्चा अर्थात् मचा बच्चा भएर मचा जुया हेप्ने हेपे याउला नेक्स्ट दाइको स्टाइल हेर दाइ च्यु स्टाइल सो दाइच्यु स्टाइल सो हेर अर्थात् सो हिस्सी परेको दाइ अब यो केटी मान्छेले प्राय जस्तो अब केटा मान्छेलाई भन्ने अब केटा मान्छेलाई पनि अब त्यो फ्यामिली मेम्बरलाई होइन कि अब आफूलाई मनपर्ने केटा मान्छेलाई चाहिँ यस्तो भन्न सकिन्छ हिस्सी परेको दाइ एचआई पनि हुन्छ हिसी यो गर्दाखेरि अझै बेटर हुन्छ जस्तो लाग्छ हिसी पनि यसरी पनि हुन्छ अथवा यसरी पनि जान सकिन्छ हिसी दुम दाइचा हिसी दुम दाइचा तिमी मेरो दाइ अब कोही अब केटा मान्छेले केटी मान्छेलाई अब लाइन हानिरहेको छ तर त्यो केटी मान्छेलाई अब त्यो केटा मान्छे मन परिरहेको छैन भनेदेखि चाहिँ त्यस्तो केसेसहरूमा चाहिँ नि यसरी पनि भन्न सकिन्छ तिमी मेरो दाइ अब नेपाल भाषामा भन्न चाहनुहुन्छ भनेदेखि चाहिँ छ जिगु दाइचा त्यस्तै तिमी मेरो दाइ जस्तो छ भन्नु पर्यो भने चाहिँ जस्तो छ थप्नु पर्यो भने छ जिगु दाइचा थे चो त्यस्तै अर्को तिमी मेरो दाइ बन है भन्नु पर्यो भने चाहिँ छ जिगु दाइचा जु नि छ जिगु दाइचा जु नि है अर्थात् नि त्यस्तै गरी अर्को मलाई मन पर्ने दाइ जित य म दाइचा जित य म दाइचा त्यस्तै गरी मेरो दाइ कति राम्रो जिमी दाइचा गुली
गुली बाला यो बाला पनि भन्न सकिन्छ बाला जिमी दाइचा गुली बाला कति राम्रो अर्थात गुली बा हो यो बा मात्र होइन कि बाला र अब आजको लागि यति नै जाँदा जाँदै अब यो लास्ट सेन्टेन्स एउटा गएँ है दाइ वनी नि दाइचा वनी नि दाइचा आजलाई यति नै शुभ थ्याङ्क यू